एउटा ठुलो समस्या भनेको उत्कृष्ट गीत बनाउनमा लाग्ने समय र प्रयासको मात्रा हो। गीतका शब्द लेख्न, धुन रचना गर्न र ट्र्याक रेकर्ड गर्नसम्मको प्रक्रिया निकै लामो समयसम्म हुन्छ, जसकारण धेरै समय लाग्ने गर्दछ अनि थकित र डिस्करेज पनि बनाउँछ। र त्यही पनि सफलताको कुनै ग्यारेन्टी हुँदैन। कहिलेकाहीँ हामीले निकै राम्रो प्रयासहरू गर्दा पनि हामीले रचना गरेका गीतहरू अडियन्सहरूलाई पटक्कै मन नै पर्दैन। अवसर र पूर्वाधारको कमी पनि एउटा चुनौती हो, जसले नेपाली सङ्गीतकारहरूलाई सपोर्ट गर्नमा बाधा पुर्याउँछ। उच्च गुणस्तरको रेकर्डिङ स्टुडियो र उपकरणहरूको लिमिट एक्सेसदेखि लिएर कोलाबोरेसन र नेटवर्किङको अवसरको कमीले पनि सङ्गीतकारहरूलाई आफ्नो सङ्गीतलाई नेक्स्ट लेभलमा लैजानको लागि आवश्यकता अनुसारको सपोर्ट पाउन धेरै गाह्रो हुन्छ। तपाईँहरूको यस्तो समस्याहरूलाई मध्यनजरमा राख्दै म तपाईँहरूलाई के भन्छु भने यी सबै किसिमका बाधाहरू र चुनौतीहरू पार गर्न सजिलैसँग सकिन्छ। नेपाली सङ्गीत क्रिएट गर्ने एउटा तरिका छ एमेजिङ टुल्स, जसको नाम हो सुनो एआई। एउटा अत्याधुनिक उपकरण जसले सङ्गीतकारहरूलाई युनिक एन्ड एट्र्याक्टिभ